एभ्रीवान, आज पनि मैले फोरियर सिरिजको नेक्स्ट क्वेसन गर्न गइरहेको छु। यो त मैले अघि नै गरिदिइसकेँ हैन। यो क्वेसन अब गर्न बाँकी छ फोरियर सिरिजको। यसको क्वेसन चाहिँ के छ, फाइन्ड द फोरियर साइन ट्रान्सफर्म्स अफ एफ अफ एक्स इज इक्वल टु e to the power minus mx फ्रम m फर m इज ग्रेटर देन 0 एन्ड देन so that integration 0 to infinity cos kx the 1 plus x square dx is equal to pi by 2 e to the power minus k भन्ने छ हैन। यसले अब गर्दाखेरि कसरी गर्ने त हेर्नुस् है। यो चाहिँ मैले गरिसकेको छु, भर्खरै गरेँ मैले। यसको एक विषय नै भर्खरको ल। यसको चाहिँ कसरी गर्ने त भन्दाखेरि द फोरियर साइन फोरियरको अब यसमा के छ त भन्दाखेरि चाहिँ cos kx छ हैन। यसमा के छ त cos kx छ, त्यसैले हामीले के भयो त यसलाई चाहिँ कोसाइन फंक्सन ल्याउनु पर्यो। ट्रान्सफर्म भनेछ नि त, कोसाइनको ट्रान्सफर्म भनेछ। भनेपछि कोसाइन ट्रान्सफर्ममा के हुन्छ त cos kx छ भनेपछि कोसाइन ट्रान्सफर्म ल्याउनु पर्यो। सो कोसाइन ट्रान्सफर्म के भयो त f of x = के हो त कोसाइन ट्रान्सफर्मको फर्मुला यो हो किन, यो हो नि √2 upon pi integration 0 to infinity f of x cos wx dx भन्ने भयो हैन। अब फेरि के भयो त यो राख्यौं हैन। त्यसपछि के हुन्छ त f of x को ठाउँमा चाहिँ हामीले के राख्छौं त यता पछिपट्टिको भ्यालु राख्छौं। यो भने के छ त pi/2 हैन, pi/2 यहाँ फेरि कहाँ यो होला त f of x भने त यो भयो f of x = e to the power minus mx भन्ने छ हैन। यो चाहिँ राख्यौं हामीले, यो राखेर cos wx भनेर राख्यौं। त्यसपछि हाम्रो के भयो त e to the power minus ax cos wx भनेको फेरि के छ त हामीलाई थाहा छ भनेको हामीले के थाहा छ त भन्दाखेरि यो फर्मुला यो खालको फर्मुला हो भनेपछि integration 0 to infinity e to the power minus हैन ax cos wx dx भयो भनेपछि चाहिँ cos भयो भने के हुन्छ त अघिको भनेपछि a upon a square plus b square भनेको w। यदि फेरि साइन भएपछि फेरि के त साइन फेरि पछिको हुन्छ भनेपछि w upon a square plus w square है। यही हो फर्मुला। त्यसपछि हामीले यो फर्मुला राख्दाखेरि चाहिँ यो आयो हैन। यहाँ w हुन्छ यहाँ मलाई त नि w है। यो इन्भर्स निस्क्यो के ट्रान्सफर्म निस्क्यो। अब यसले चाहिँ हामीले चाहिँ कोसाइन हैन ट्रान्सफर्म चाहिँ यो चाहिँ कोसाइनको इन्भर्स निस्क्यो हैन। त्यसपछि अब यसको हैन बाइ इन्भर्स कोसाइन ट्रान्सफर्म इज हैन f of x = के हुन्छ यसको इन्भर्स के हुन्छ त भन्दाखेरि चाहिँ इन्भर्स चाहिँ फर्मुला चाहिँ के हो त f of x = √2 upon pi integration 0 to infinity f of हैन इन्भर्स यो भइहाल्यो cos wx dx dw भयो। यो भनेको त f of x भनेको चाहिँ यो छ हैन, f of x भनेको e to the power minus mx भनेको छ। सो यो राख्यौं, त्यसपछि यो भयो। त्यसपछि के हुन्छ त यो राख्दाखेरि यसको भ्यालु चाहिँ के छ त यो भयो हैन, यति राख्यौं। त्यसपछि यो सेमको सेम भयो। त्यसपछि e to the power minus mx अपन अब के हुन्छ त दुईटा यो रुट मल्टिप्लाई गर्दाखेरि त एउटा रुट आउँछ भनेपछि 2 upon pi भयो, रुट कट हुन्छ क्या। त्यसपछि के भयो त m upon m square plus w square cos wx dw भन्ने भयो। त्यसपछि के हुन्छ त अब यो चाहिँ हामीले यतापट्टि पठाइदिन्छौं pi/2 e to the power minus mx यो भयो हैन। त्यसपछि हामीले चाहिँ पुट m = 1 राख्दाखेरि के हुन्छ m = 1 राख्दाखेरि चाहिँ यहाँ त फर m is greater than 0 भनेछ नि त। त्यसैले चाहिँ m भन्दा 1 ठुलो राख्नु पर्यो 0 भन्दा। त्यो m राख्दाखेरि के हुन्छ 1 राख्दाखेरि के हुन्छ m मा चाहिँ 1 राख्दाखेरि चाहिँ यो आउँछ हैन। त्यसपछि चाहिँ अब हामीले के गर्छ रिप्लेस गरिदिन्छ। हामीले के चाहिएको छ त यहाँ त k पनि चाहिएको छ हैन k पनि चाहिएको छ। अनि फेरि यहाँ x को ठाउँमा फेरि के अरे w को ठाउँमा x चाहिएको छ। त्यसैले हामीले रिप्लेस गर्नु पर्यो। रिप्लेस गर्नु पर्यो त w को ठाउँमा k राख्नु पर्यो हैन। त्यसपछि के अरे w को ठाउँमा x राख्नु पर्यो र k को ठाउँमा x राख्नु पर्यो हैन। गर्दाखेरि चाहिँ के हुन्छ त यो आउँछ फर्म भनेपछि हाम्रो के भयो त प्रुभ भयो फाइनल्ली। थ्यांक यू।